लोड हुँदैन यता हेर नानु नानु जाऊ तिमी सरासर जाऊ जाऊ कि जानु भाइ केही भएन केही हुँदैन क्या हाई गाइज गुड मर्निङ सन्चै राम्रै हुनुहुन्छ तपाईँ सबैजनाहरू आज सपरिवार साथमा कृष्ण टेम्पल गर्दै हामी जाँदै गर्नु लागेको छौँ यो हाम्रो प्रिन्सेस दर्शिका दर्शिका यहाँ हेर दर्शिका यता हेर माथि हेर दर्शिका एङ्ग्री लुक्समा छिन् दर्शिका चाहिँ अगाडिबाट देखाउनु पर्छ नभए दर्शिकाले हेरिदिनु हाई भनिदेऊ यहाँ हाई भनिदेऊ छिटो लिछायो म दर्शिका अनि दर्शिका यहाँ छिन् दर्शिकाको मम्मीले उहाँ ब्लग बनाइरही छिन् कहाँ छिन् देखिनन् कतै देखिन् बल्ल देखिन् अब हामी फ्ल्याटबाट झरेको क्रममा हामी तल झरिसकेका छौँ आजको यात्रा भनेको कृष्ण टेम्पल जाने छ अब बिहानको मौसम तपाईँले हेर्न सक्नुहुन्छ त्यति साह्रै गर्मीको छैन होइन अब हामी हिँडिसकेका छौँ यहाँबाट अब बस स्टप जान्छौँ बस स्टपबाट यतैबाट जाऊँ न अब यहाँबाट हामीले शारजा अलमदा बसिरहेको क्रममा यहाँबाट हामी दुबईको मेट्रो स्टेसन पुग्नको लागि F24 को बस समात्नु पर्छ यो एरिया चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँबाट लगभग 10 मिनटको वाकिङ डिस्टेन्समा बस स्टप छ अनि यो हाम्रो बस बसिरहेको एरिया हो यसको नाम चाहिँ अलमदा शारजा हो अब हामी यहाँबाट हिँड्यौँ यो हाम्रो छोराले आछी गर्यो ल अब यसलाई चाहिँ क्रमशः अगाडि बढाउनु जानुपर्छ यो हाम्रो बसिरहेको एरिया हो यहाँ नजिकै एउटा लुलु सुपर मार्केट पनि छ अलमदा शारजामा बस्ने जति पनि न्यू सिफ्टर हुनुहुन्छ यो लुलु मार्केट त्यो हाइपर मार्केट छ त्यहाँ तपाईँहरू सपिङ गर्न सक्नुहुन्छ सुपथ मूल्यमा त्यो चाहिँ लुलु हाइपर मार्केट अब जस्ट 5 मिनटको डिस्टेन्समा हामी बस स्टप पुग्नेछौँ म मेरो श्रीमती हाम्रो यो गुडिया डलको साथमा हामी पुग्नेछौँ अगाडिको क्रमश हुँदै जानेछ भिडियो अब साथीहरू यही हो हाम्रो अलमदाको बस स्टप आउँदै केही हुन्न अब यहाँ हामीले देख्न सक्छौँ यो एरिया भनेको पार्किङ त्यहाँ चाहिँ F24 बस लागेको छ अब त्यो F24 बस समातेर हामी चाहिँ जानेछौँ मेट्रो स्टेसन स्टेडियममा पुगिसकेपछि फेरि हाम्रो अर्को गन्तव्य हुन्छ मेट्रो